हेलो हेलो दाइ गुड मर्निङ। मर्निङ। हाम्रो फुलबारी होमस्टे है। हजुर हजुर। ए दाइ त्यता के छ अहिले माहौल? माहौल अब हिउँ परेको मात्रामा त्यही हो माहौल त। ए हामी चाहिँ काठमाडौँबाट आउने सोचेको थियौँ कि त्यही भएर एकचोटि बुझौँ भनेर। हामी चाहिँ भोलिको लागि प्लान गरेको। ए हुन्छ भोलिसम्म अब आउनुभयो भने हिउँ अलिअलि रहन्छ जो खेल्नको लागि हुन्छ। ए त्यही कस्तो छ माहौल भनेर हिउँ चाहिँ रहन्छ है। अहिलेको आजको कस्तो छ स्थिति वेदर? आज त वेदर पुरै घाम लागिरहेको। आज घाम लाग्यो भने चाहिँ हिउँ लगभग पग्लिने चान्स बढिरहेछ है। हजुर। ए कहाँ किन्न जान्छ यिनीहरू? सामान किन्न कहाँ जान्छ? भोगटे तल भोगटे। We were traveling mountains just to find out its teeth. Set down by the fire, no, we couldn't hide, but we didn't know that yet. So we want something to hold on to, gotta find it first. यो चाहिँ हामी पुरी हामी चाहिँ चरीकोट 7:30 बजे पुगिसकेर त्यहाँबाट चाहिँ स्कर्पियोमा यहाँ आइपुग्यौँ। अनि खानासाना खाएर अहिले चाहिँ हामीले क्याम्प फायर गरेर बसेका छौँ। एकदमै रमाइलो भइरहेछ। तेरे बिन क्या करूं जवानी तेरे ऐसा कर दे हम ना दुईटी डान्सर हो क्या? ना मैं बोलूं तुझे मेरी कसम। ल अहिले चाहिँ हाम्रो यहाँ बारबिक्यू भइरहेछ। बारबिक्यू भन्दा पनि क्याम्प फायर भइरहेछ। कति बजे भाइ हेर एकछिन? अहिले लगभग 12 बजेलाई 2-4 मिनेट मात्रै बाँकी छ। 11 बज्न लाग्यो। हाम्रो चाहिँ अब अहिले चाहिँ यहाँ रमाइलो भइरहेछ। म देखाउँछु है त एकछिनमा। अरे एक नम्बर भन्दै ल हामी चाहिँ यहाँ बसेको हो है। हामी चाहिँ यहाँ बसेर छौँ। अहिले चाहिँ हाम्रो क्याम्प फायर भइरहेछ यहाँ यसरी। रियली नाइस कुरी। भोलि बिहान चाहिँ म यसको सिन देखाउँछु है त हिउँ पऱ्यो भने। अब हाम्रो यहाँदेखि चाहिँ ट्रेकिङ सुरु हुन्छ कालिम्पोङको लागि। हामी बसेको रुम चाहिँ यहाँ छ। के छ भाइ? अब हिँड्ने हो। अब यहाँदेखि यो चाहिँ हाम्रो बसेको रुम हो। अब यो चाहिँ कुरी भिलेज माथि गयो भने चाहिँ कालिम्पोङ। लगभग 1.5 घन्टा जति लाग्छ यहाँदेखि सिडी टु सिडी जानुपर्छ। ल हामी चाहिँ हिँड्यो अब। अहिले बिहान कति बजे? 5:30 बजे चाहिँ यस्तो अँधेरी छ। अनि कालिम्पोङको लागि हिँड्छौँ हामी चाहिँ। यस्तो अँधेरी छ है। ओ माई गड। रातिको भ्यू चाहिँ यस्तो छ है बिहानको। ओ यहाँ माथि अब केबल कार यसरी जान्छ। अनि हामी चाहिँ ऊ त्यहाँबाट आएको। अब माथि जाने दर्शन गर्ने महादेवको, त्यसपछि फर्किने।
वहाँ माथि त्योभन्दा नि उता पर फाइनल्ली यहाँ आइपुग्यो हामी चाहिँ। यस्तो राम्रो सिन देख्यो चाहिँ एउटा अब यहाँ जाने। Oh my god, nice view. अब लगभग पुग्न लाग्यो साथीहरू। यही माथि चाहिँ हो। के भयो, थकाइ लाग्यो? थकाइ बेसी थकाइ लाग्यो है। अब हामी आउन यसरी केबल कारमा पनि आउन सकिन्थ्यो, तर बिहान यसो ट्रेकिङै गरौँ भन्ने हिसाबले। अस्ति हिउँ परेको रहेछ, हिउँले गर्दा चाहिँ एकदम डाँडाहरू पनि जो सेतो देखेको छ। म देखाउँछु है त। अब यति बाँकी छ पुग्न चाहिँ। Oh my god. ल फाइनल्ली चाहिँ आइपुग्यो। फाइनल्ली आइपुग्यो। यो चाहिँ गौरीशङ्कर रेन्ज, नेपालको प्रामाणिक समय निर्धारण गरेको हिमाल। अब यहाँबाट चाहिँ हामी माथि जान्छौँ। अहिले हिमाल पनि खुलेको छ, तर हिमालमा चाहिँ हिउँ छैन है। एकदम विडम्बना। यो चाहिँ एकदमै ठाउँ चाहिँ रमाइलो रहेछ। अनि यहाँको बाटो यस्तो छ, विच इज रियली गुड। भाइब्स पनि एकदम राम्रो दिइरहेछ। वाउ, यस्तो दिन्छ। कुरी चाहिँ त्यो हामी त्यहाँबाट आएको। जय घन्टी। तिमी मिल्दैन हो? कालिचोक मन्दिर दर्शन गरियो। अब दर्शन गरेर चाहिँ यतातिर यसो थकाइ मार्नको लागि हामी आछौँ। यो चाहिँ कालिचोक मन्दिर दर्शन गरियो। एकदमै चिसो, यहाँको मौसम चाहिँ लास्टै चिसो रहेछ। अब चाहिँ हाम्रो यहाँबाट लाग्ने समय भयो, लगभग 7:30 पनि भयो। अनि यहाँबाट हामी तल झर्छौँ। त्यसपछि लिएर आज चाहिँ हामी काठमाडौँको लागि हिँड्छौँ।
जे होस् कालिम्पोङ दर्शन गरियो रमाइलो रहेछ यहाँ साथी पनि आइछ साथी के छ दर्शन गरियो दर्शन गऱ्यो के छ फिल कस्तो हुँदैछ चिसो जस्तै अलि धेरै चिसोहरू छ यसको कति हाइट कत्रो हाइटमा 3840 या 3820 समथिङ यस्तो वरिपरि हिमाल रहेछ तल हामी कुरी भिलेजबाट चाहिँ हाइकिङ गर्दै आएको कुरी भिलेज चाहिँ 3200 अराउन्ड 3200 देखि 3300 को अल्टिट्युडमा छ भने यो हाम्रो कुरी चाहिँ त्यहाँदेखि तलदेखि चाहिँ सी लेभलदेखि 3820 मिटरमा छ यो चाहिँ हाम्रो कालिम्पोङ दर्शन गरेर आइयो अहिले 7:30 बजेमा यस्तो राम्रो घाम लागेको छ यहाँ माथि चाहिँ हो यहाँदेखि एकदम भ्यू राम्रो देखिँदो रहेछ है यहाँ माथिबाट कस्तो देखिन्छ हेरौँ है त ओ माइ गॉड वाउ नाइस त्यो चाहिँ कुरी भिलेज त्यहाँबाट आएको हामी चाहिँ थकाइ लाग्यो साथीहरू अक्सिजन पाइएन क्या भन्दा आत्तेर यसो खाने लाउने कुरा हुन्छ नि त त्यसरी के लग्यो तिमीले तितौरा त उता पनि पाइन्छ नि फाइनल्ली माथिबाट तल आइयो कुरी कालिम्पोङबाट हिँडेर कुरी आइयो भर्खरै यहाँबाट यस्तो छ नजारा यो ट्रेकिङ रुट हो यो चाहिँ अब यहाँबाट गाडी चढिन्छ चरीकोट झरिन्छ चरीकोटबाट फेरि काठमाडौँको लागि गाडी चढ्ने एकदम थकित आइएम सो टायर्ड यस्तो थकित बनायो नि ओहो धेरै थकित साथीहरू तर ठाउँ चाहिँ एकदम राम्रो छ अब हामी हाइकिङ गरिराख्ने मान्छे हाइकिङमा अलिकति सोख भएको मान्छे मन भएको मान्छे हामी चाहिँ हाइकिङ गऱ्यौँ हजुरहरूलाई हाइकिङ गर्नुपर्ने छ भन्ने छैन केबल कारको व्यवस्था छ मजाले केबल कारमा जाने आउने केबल कारको स्टेसन चाहिँ म देखाउँछु है त्यो चाहिँ हाम्रो केबल कारको स्टेसन यहाँदेखि ट्याक्क टिकट काट्ने अनि यसरी सरर केबल कार आउँदैछ जाने यस्तो छ थकाइ लाग्यो साथीहरू के गर्नु यस्तै छ ल फाइनल्ली आइपुग्यो साथीहरू है कुरी भिलेज आइपुग्यो हामी बसेको ठाउँ पानीको बोतल पनि कहाँ फाले ल लाग्यो है अब यो चाहिँ कुरी
कुरीबाटै हिँडियो बोतल ल्याउँछु भनेर भनेको थिएँ त मैले लिएर आएको त छैन भन त भनेको थिएँ मैले